दर्शकबिन आज हामीले एउटा यस्तो रहस्यमय देश जहाँ मुस्लिम बाहुल्य देश भएर पनि त्यहाँका महिलाहरूले मुख छोपेर हिँड्नु पर्दैन। अझ अर्को अनौठो कुरा के छ भने लगातार 7 पटकसम्म अपरिचित पुरुषसँग सम्बन्ध राख्नुपर्ने परम्परा अहिले पनि जीवितै छ। दर्शकबिन आज हामी एसियाली देश, मौलिक परम्परा र रोचक तथ्यहरूले भरिपूर्ण इन्डोनेसियाको बारेमा प्रस्तुत गर्न गइरहेका छौँ। महानुभावहरू, तपाईहरू कहाँबाट हेर्दै हुनुहुन्छ कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला र यो भिडियो तपाईहरू विश्वको कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नभुल्नुहोला। दर्शकबिन एसियाली राष्ट्र इन्डोनेसियालाई गणतन्त्रको इन्डोनेसिया भनेर पनि चिनिन्छ। इन्डोनेसिया दक्षिण पूर्वी एसियामा स्थित एक द्वीप समूह राष्ट्र हो जुन 17,000 भन्दा बढी द्वीपहरूको समूह रहेका छन्। यसको राजधानी जकार्ता हो जो विश्वको 13औं नम्बरको ठुलो सहर पर्दछ। इन्डोनेसियामा 27 करोड बढी जनसङ्ख्या रहेको छ जसले यसलाई संसारको चौथो सबैभन्दा जनघनत्व भएको राष्ट्र बनाउँछ र विश्वको सबैभन्दा धेरै मुस्लिम भएको देश पनि रहेको छ। इन्डोनेसियामा विभिन्न 700 बढी भाषा बोलिन्छ तर यहाँको आधिकारिक भाषा इन्डोनेसिया रहेको छ र यसको प्रमुख धर्म इस्लाम हो। यद्यपि विभिन्न धर्म र संस्कृतिका मानिसहरू पनि बसोबास गर्ने गर्दछन्। इन्डोनेसिया प्राकृतिक स्रोतको धनी देश हो जसमा तेल, ग्यास, खनिज र जैविक विविधता समावेश रहेका छन्। यसका विभिन्न द्वीपहरूमा प्राचीन सांस्कृतिक धरोहर र पर्यटकीय गन्तव्य रहेका छन् जस्तै बाली, जावालाल, सुमत्रा र बोर्नियो प्रमुख रहेका छन्। इन्डोनेसियामा घना वनस्पति र अद्भुत जङ्गली जीव पनि पाइन्छन् र यो विश्व धरोहरको लागि महत्त्वपूर्ण स्थान पनि रहेको छ। दर्शकबिन यहाँको धर्म इस्लाम भए पनि महिलालाई लोकतान्त्रिक हिसाबले हेरिन्छ। विश्वको अरू मुस्लिम देशहरू जस्तै यहाँका महिलाले मुख छोप्न आवश्यक छैन। टाउकोमा सानो रुमाल भए पुग्छ र महिलाहरूलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न, व्यापार सञ्चालन गर्न, कुनै उच्च पद धारण गर्न, सार्वजनिक स्थानहरूमा जान कुनै रोकटोक छैन। दर्शक महानुभावहरू, यहाँ रोचक एउटा अनौठो मौलिक परम्पराले जडो गाडेको छ। इन्डोनेसियाका महिलाहरूले हरेक वर्ष अपरिचित पुरुषसँग शारीरिक सम्बन्ध गर्ने गर्दछन्। अझ अर्को आश्चर्य कुरा के छ भने विवाहित महिलाले अपरिचित पुरुषसँग शारीरिक सम्बन्ध कायम गर्ने क्रममा उनीहरूका श्रीमानले समेत सहयोग गर्ने गर्दछन्। यो परम्परा 16औं शताब्दीदेखि चलिआएको मानिन्छ। हामी कहाँ परपुरुषसँगको सम्बन्ध अवैध र घृणित मानिन्छ तर इन्डोनेसियाको पोन नामक पर्वमा महिला तथा पुरुषहरू माउन्ट केमुकस पुग्ने गर्दछन्। त्यहाँ महिलाहरूले कुनै अपरिचित पुरुष खोजी गर्छन् र मनले खाएको पुरुष फेला परे सहमतिमा शारीरिक सम्बन्ध राख्ने गर्छन्। हरेक 35 दिनमा यो पर्व आयोजित हुन्छ। महिलाहरूले सोही पुरुषसँग शारीरिक सम्बन्ध गर्नुपर्छ। लगातार सोही पुरुषसँग महिलाहरूले 7 पटकसम्म शारीरिक सम्बन्ध गरे महिलाको मनको इच्छा पूरा हुने जनविश्वास रहेको छ। यो पर्वसँग एउटा अनौठो कथा जोडिएको छ। 16औं शताब्दीका त्यहाँका राजा थिए पेगिरन समरो। उनी आफ्नो सौतेनी आमा नाइ उख्रो बोलान्दै खूब मन पराउँथे। एक रात जब उनी सौतेनी आमासँग शारीरिक सम्बन्ध गरिरहेका थिए त्यही क्रममा दुवैको हत्या भएको थियो। त्यसैले उनको सौतेनी आमाले पूरा गर्न नपाएको यो सम्बन्ध जसले पूरा गर्छ उसको सम्पूर्ण मनका इच्छा पूरा हुनेछन् र घरमा खुसियाली छाउनेछ भन्ने परम्परा रहिआएको छ। यो परम्परा इन्डोनेसियामा अहिले पनि मनाउने गरिन्छ। के तपाईलाई थाहा छ अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले केही समय यहाँ बिताएका थिए। प्रशान्त महासागर र हिन्द महासागरभित्र पर्ने इन्डोनेसिया रिङ अफ फायर भित्र पर्दछ। त्यसैले यहाँ सक्रिय ज्वालामुखी गतिविधि र भुइँचालो जाने गर्दछन्। इन्डोनेसिया एउटा सक्रिय ज्वालामुखीको देश हो। देशभर करिब 130 सक्रिय ज्वालामुखी रहेका छन् जसमा केहीले ऐतिहासिक विनाशकारी सक्रिय विस्फोटहरू गरेका छन्। जावा टापुमा अवस्थित मेरापी ज्वालामुखी सबैभन्दा सक्रिय मानिन्छ। सन् 1813 मा भएको सबैभन्दा ठुलो विस्फोट 1930 किलोमिटर टाढा सुमत्रा टापुमा सुनिएको थियो जसका कारण 70,000 भन्दा बढी मानिसको ज्यान लिएको थियो। इन्डोनेसियाको माटो बढी उर्वरता भए पनि ज्वालामुखीका कारण धेरै जोखिममा पर्ने गर्दछ। इन्डोनेसियामा रङ परिवर्तन गर्ने तालहरू पनि पाइन्छन्। ती तालको रङ परिवर्तन भने कुनै रहस्य होइन। ज्वालामुखी विस्फोटका कारण ग्यास र जलवायुको मिश्रितका कारण रङ परिवर्तन हुने गर्दछ। दर्शकबिन इन्डोनेसिया ब्राजिल पछिको दोस्रो ठुलो जल तथा प्राकृतिक सुन्दरता भएको देश हो। यहाँ सुनौला बाँदर र लोप हुँदै गएका जनावरहरू पाइने गर्दछन्। इन्डोनेसियाको 50% भूभाग जङ्गलले ढाकिएको छ। यो देश प्रेमिका र सुन्दर फुलहरूको लागि गन्तव्य देश हो। इन्डोनेसिया संसारकै ठुलो फुलको घर भनेर पनि चिनिन्छ।
दर्शकबिन, विश्वको सबैभन्दा ठूलो बौद्ध मन्दिर इन्डोनेसियाको जावा टापुमा अवस्थित छ। यसको उचाइ 113 मिटर छ र यो मन्दिर बनाउन करिब 75 वर्ष लागेको अनुमान गरिन्छ। दर्शक महानुभावहरू, इन्डोनेसियाको बाली टापु पर्यटनहरूका प्रमुख गन्तव्य मानिन्छ। त्यहाँ सुन्दर र प्रकृति सौन्दर्यता हेर्न विश्वभरबाट मानिसहरू घुम्न आउने गर्दछन्। आदरणीय दर्शक महानुभावहरू, तपाईहरूलाई इन्डोनेसियाको रोचक तथ्य कस्तो लाग्यो? थप जानकारीको लागि कमेन्ट गर्न नभुल्नुहोला भन्दै बिदा चाहन्छु। नमस्कार।